सुन केटाकेटी हो, मेरो कुरा ध्यान दिएर राम्ररी सुन केटाकेटी हो। बाउले किनेर राखिदिएको एसीको हावा खानुभन्दा यो जङ्गलमा आइज नेचुरल हावा खानु। है सुन केटी हो, बाउको सम्पत्तिमा धेरै केटाहरू नघुमा। तँलाई त्यही बाउको आमाको पैसाले पाप लाग्नेछ। मेहनत गर र खुद कमाएर खा। बाउ आमाको सम्पत्तिलाई फ्याल्ने होइन जोगाउने काम गर। सुन केटाकेटी हो, लभ भनेको मलाई त थाहा थियो के हो भनेर, र तिमीहरूलाई त अहिलेसम्म थाहा छैन होला लभ भनेको के हो। 5 मिनटको मजाले जिन्दगीभर मजा आउँदैन। 5 मिनटले गर्दाखेरि जिन्दगी डुब्छ। तँलाई थाहा छैन होला। मबाट सिकिराख 2-3वटा कुराहरू है। म भनिदिन्छु कि अहिलेको केटीहरू र अहिलेको केटाहरू उम्रेको तिनपातिनीहरू। तँलाई के लाग्छ, तिमीहरूलाई के लाग्छ? मायालाई पनि आफूलाई भन्दा ज्यादा ख्याल गर्ने गर। आफूभन्दा ठुलोलाई इज्जत गर्ने गर। त्यो सानो ठुलो मायामा त ठुलो म सानो भनेर हुँदैन। अहिलेको जमानामा के भयो, के भइरहेछ, कसैलाई केही थाहा छैन। पहिलाको भन्दा अहिले धेरै विकृति बढेको छ हो। यहाँ बसेर खाने मात्र ज्यादा छ मान्छे, गरेर खाने मान्छे कमै होलान्। तर म त गरेर खान्छु बसेर भन्दा ज्यादा। बाउआमाको सम्पत्ति जोगाएर आफ्नो सम्पत्तिलाई बाउआमाको लागि भनेर साँच्छु। मैले त देखेको छु अहिलेसम्म केटा र केटीहरूले त बाउआमाको सम्पत्तिमा सबलाई एटिट्युड, मभन्दा को कमी, मभन्दा अरू कोही छैन भन्ने सोच विचार लिएर हिँड्छ अहिलेको केटाकेटीहरूले। मलाई त छ्या घिन लागेर आउँछ यिनीहरूको सोच र विचार देखेर त। वाक्कै लाग्छ यार। हो नि, एउटा हुन्छ नि बिचारा। हुन त यहाँ कोही पनि कमी त छैन, सबै एकै नासको। तर उनीहरूलाई एकै नासमा पनि बनाउन सकिन्न, भन्न पनि सकिन्न। कोही मेहनत गरेर खान्छन्, कोही त बाउआमाको सम्पत्तिमा लडी खान्छन्। तर उनीहरूको भाग्यमा जे थियो त्यही नै भोग्छन्। तर पनि उडाउँदैमा खाँदैमा मान्छेलाई नहेप्नु र त्यसलाई डाउन कहिले पनि नगर्नु। बुझेछ नि? यसरी नै हुन्छ मानिसको लाइफमा। धनी बाबुको एक्लो छोराछोरीहरूलाई त के थाहा दुःख भनेको के हो, थाहै छैन। जङ्गलमा आएर एकपल्ट घुम त, त्यो कति फाइदा हुन्छ। अर्ग्यानिक चिज हावा खाएर, यस्तो तरकारी खाएर। तिमीहरू बजारमा युरिया मल हालेको चिजहरू मिसाएर खान्छस्। तिमीहरूलाई त्यही चिजले हानि पुर्याउँदै गरेको हुन्छ, तर तिमीहरूले देखेको हुँदैनस्। हामी त यहाँ जङ्गल नआउने हो, अर्ग्यानिक चिजहरू खाने हो। यहाँ न युरिया मल फल्छ न केही हाल्छ। हामी यहाँ शुद्ध प्राकृतिकले दिएको सागसब्जी खान्छौँ। अनि हामी आफ्नै कोरेसोबारीमा सुँगुरको मल, गोरुको मल, भैँसीको मल लगाएर हामी तरकारी खेती उत्पादन गर्छौँ। त्यही हामी खान्छौँ। त्यही भएर त्यसको लागि राम्रो हुन्छ। अब तिमीहरूले के गर्छिस्? धनी बाउको एक्लो छोराछोरीहरूले के गर्छ? टक्क होइन, बजार जाने, मस्त हरियो ताजा सब्जी लिएर आउने। तर त्यो सब्जी कसरी उब्जाएको छ, के मल हालेको छ, त्यो तिनीहरूलाई थाहा हुँदैन। हेर्दामा राम्रो, खाँदामा टेस्ट हुँदैन। त्यस्तो चिज पनि खाएर मान्छे बाँच्ला र त धेरै
हुन त मान्छेको आई मैले पनि म पनि भगवान त होइन, म ज्योतिषी कुनै पनि होइन, त्यो पनि मान्छेको आई धेरै कम्ती नै हुन्छ त्यो चिज खाएपछि। अनि मलाई साह्रो हाँस उठ्छ धनी बाबुको एक्ला छोराछोरीहरूको एटिट्युड देखेर है। मलाई त किन हो किन यो दुनियाँमा नि यहाँ एउटा च्याउ फलेको रहेछ। यो च्याउ कालुङ्गे च्याउ हो। एउटा रहेछ, एउटा मात्र रहेछ। अब यसलाई के गर्ने, यसलाई पनि आज टक्क तरकारी बनाउँछु म। वाउ, मिठो गरेर खान्छु आज म च्याउ। कस्तो दामी है। अब टक्कसँगले अरू पनि खोज्नुपर्छ यहाँ। सायद च्याउ उम्रिने टाइम पनि भएको छैन। कोही कोही मात्र फाट्टाफुट्टा मात्र कसैले भेटेको छ, कसैले भेटेको छैन। तर यहाँ अब च्याउको सिग्नल भेटिसकेँ मैले। अब यो च्याउलाई म तरकारी बनाएर खान्छु आज। हेर, यस्तो अर्ग्यानिक चिज तिमीहरूले खाएको पनि छैनस् होला, देखेको पनि छैनस्। ला भिडियोमा हेर अब मस्त है। अब तिमीहरू पनि आइज, धनी बाउको एक्ला छोराछोरीहरू। सक्सेस भने यहाँ अर्ग्यानिक चिज खाएर देखा मलाई। तिमीहरूलाई च्यालेन्ज भयो मेरो यस्तो चिज खानको लागि पनि। ल, पैसाले होइन मेहनतले गर्नुपर्छ अनि मात्र राम्रो हुन्छ। ल, धनी बाउको एक्ला छोराछोरीहरूलाई मेरो 100% च्यालेन्ज भयो यस्तो अर्ग्यानिक चिज खान पाउनुमा। तेरो त भाग्यमा लेखा छैन होला रे भाइ होइन। मसँग त धन सम्पत्ति पनि छैन। बस मेरो धन सम्पत्ति भनेको नि मेरो बाउ र आमा हो। मलाई किनकि यस्तो बनाइदिएको छ कि आज म यो ठाउँमा पुगेको छु भनेर। साथीभाइले त होइन, धनी बाउको एक्ला छोराछोरीले त मलाई पुर्याइदिएको होइन। अब यहाँ नयाँ पुल बनिँदैछ। अब यो पुल लगभग अब धेरै भयो। यो अब कुन पार्टीले बनाएको हो। अब रेलवे स्टेसनको त त्यहाँदेखि टक्कसँगले जोड्ने हेरे बाटो चाहिँ यो चाहिँ। तर अब खोइ कहिले हुने हो यो। अब यो देशको नेताहरूको पारा छैन। अब गर्ने भनेको हामी युवाहरू सबैजना उठेर हाम्रो देश आफैले बनाउनुपर्छ। अरूलाई होइन भन्दाखेरि र नेताहरूलाई भन्दाखेरि नेताहरूले हस् र ल मात्र दिन्छ, काम छैन। अब हामी जाग्नु पर्यो, उठ्नु पर्यो र आफ्नो के भयो देश बनाउनु पर्यो। के गरिरहेछ, पढौ र डिग्री पास गरिस्, लास्टमा विदेश गइस्, लास्टमा आफूलाई मात्र हेरिस्, देशलाई त हेरिनस्। देशले के मागेको छ, देशले माग्दैन, आफैले देशलाई दिनुपर्छ। बुझिस् नि। हेर, धनी बाबुको एक्ला छोराछोरीहरू यहाँ आइज, अर्ग्यानिक चिज खा। त्यो के पो तेरो बाउले किनेको एसीको हावा भन्दा यो जङ्गलमा आइज, त्यो भन्दा राम्रो स्वच्छ हावा पाउँछस् र आनन्द लिन्छस्। हेर, च्यालेन्ज भयो तिमीहरूलाई। अब मैले ल फुल अघि मैले देखेको थिएँ, त्यो पुल आयो। अब यहाँ हरियो वन नेपालको धन भनेको नि यही हो। अब यो कहिले पुल बनिने हो यस्तो छ यार। हाम्रो देशको है नेताहरू खुब गतिलो भएर आज यो लथालिङ्ग छ यो पुल पनि। कसैले केही गर्न सकेन, केही गराउनु नै सकेन। बिजोग छ नेपालको हालत, बिजोग छ। भोट दिँदाखेरि राम्रो नेतालाई र राम्रो मान्छेलाई हुन्छ नि, तर त्यही मान्छे पनि सुरु टर्ममा राम्रै हुन्छ, आफ्नो ठाउँमा र आफ्नो कुर्सीमा बसिसकेपछि नि त्यही मान्छे बेइमान हुन्छ। त्यही भएर भोटको कहिले पनि काम नगरौँ। बस जिल्लामा जानुपर्ने कि अदालतमा जानुपर्ने हो कि कहाँ जानुपर्ने, त्यहाँ गएर आएर आफ्नो माग के छ पुरा गरेर आफैले काम गर्नु पर्यो। अब नत्र नै यसरी लथालिङ्ग फ्यालिदिन्छ। यो सरकारको पैसा
खेरोमा खेरो गइरहेछ। अब त्यो सरकारको पैसा मेरो हातमा पर्दिएको भए नि असम म यस्तो गर्थेँ उस्तो गर्थेँ भन्ने मलाई मात्र थाहा थियो है। तर के गर्नु अब छैन। हुन त म कुनै पार्टीको मान्छे पनि होइन, कुनै नेताको एउटा कुत्ता पनि होइन। म बस कुत्ता हुँ त म साले म कुकुर भयो कि त देखिको साला। तर मेरै देशको मै कुत्ता हुँ, देशको मात्र। अनि फेरि अरू कसैको म्यासाले गुलामी पनि होइन। म अरू कसैलाई गुलाममा पनि बनाउँदिनँ, गुलाम पनि बन्दिनँ। तर एनी हाउ आफ्नो के हो, के गर्नुपर्ने हो भन्ने चाहिँ त्यो चाहिँ अलिकति सोच्नु पर्यो है टक्कसँगले होइन। अब म यहाँबाट निस्किन्छु अब है। यहाँ खोला छ। अब यहाँबाट म सट्ट घरमाथि निस्किन्छु। अब जङ्गलै जङ्गल सरसँगले आज पुग्यो। अब भोलि पनि घुम्नुपर्छ। ओह धेरै गलियो है। लगभग 6-7 किलोमिटर हिँडिसक्यो होला। टक्कसँगले अब च्याउ खोज्दै खोज्दै जाने हो। मस्त होइन। कतिको भेटिन्छ हेर्दै जाउँ। यहाँ एउटा झार भन्ने हुन्छ, झार जस्तै सिस्नो हुन्छ। यो छ नि, यो सिस्नोको पात जस्तो यही हो। यसले चाहिँ बाल चिलाउँछ। सिस्नुले भन्दा पनि बबल चिलाउँछ। यो झार यो जङ्गलमा पनि छ है। कोही धनी बाउको एक्लो छोरीहरू आयो भने हाफ पेन्ट कट्टु नलगाउँदा पनि हुन्छ, फुल पेन्ट लगाएर आउँदा हुन्छ यो है। नत्र नि तिमीहरूलाई जङ्गल पनि छिर्न दिँदैन। यो जङ्गलकै प्राकृतिकले तिमीहरूलाई है, बुझिस् नि। अनि यस्तो चिलाउँछ कि यस्तो चिलाउँछ यसले, ओभर डेन्जर हुन्छ यो। के हो यार। अथा मलाई पनि एक ठाउँ त हानिहाल्यो। ओहो यस्तो छ क्या यो हाम्रो जङ्गल नि, भरिपूर्णले भरिएको छ। तर मान्छेलाई के थाहा हो यो जङ्गलमा कति के पाउँछ भनेर, कसैलाई पनि थाहा छैन क्या हतपत त। यो जङ्गलमा बस्न, खान, सुत्न अल एभ्रिथिङ पाइन्छ। र मान्छेले नि क्या छैन कसले के गरेर यस्तो मान्छे मर्छ ह्यान त्यान यताउति भन्छ नि। तर त्यो होइन, मलाई थाहा छ क्या, भोग्नेलाई थाहा छ। म अहिले लगभग यो मेरो धरान सुनसरीभित्रको जङ्गलमा म लगभग सधैँभरि म कोही बेला विराटनगर पूर्व पश्चिम उत्तर दक्षिणमा घुमिराखेको हुन्छु। तर पनि ज्यादा भनेको म जङ्गलै घुम्नु। जङ्गलमा यस्तो राम्रो चिज पाउँछ, यस्तो अर्ग्यानिक चिजहरू पाउँछ भन्ने हतपत लगभग कसैलाई पनि थाहा छैन क्या। यहाँ म तालबाट भने यहाँ जङ्गलबाटै तेल बनाइन्छु, चामल होइन, चामल पनि बनाइन्छु, सब यहाँ पाउँछ। तर मान्छेले जानेको हुँदैन क्या यो चिज कस्तो हो, त्यो चिज कस्तो हो, खाने के हो, कस्तोबाट तेल निस्किन्छ, कस्तोबाट उयो चामल निस्किन्छ, कस्तोबाट सागसब्जी हुन्छ, यहाँ सागसब्जी कति छ भने कसैलाई थाहा छैन क्या। मान्छेहरू नि घरमा बसेर कुनामा बसेर दोनामा खानु खोज्छन् है, कुनामा बसेर विश्व हेर्नु खोज्छ। कहाँबाट देख्छ त त्यसले विश्व त। बाहिर निस्कि खुल्ली आममा घुम होइन, अनि विश्व देख्छस्। सुन धनी बाउको एक्लो छोराछोरीहरू, म त गरिबको छोरा परेँ, गरिबमै हुर्केको, गरिबकै कोखबाट जन्म लिएँ। मलाई त कुनै रिग्रेट छैन, बाल छैन मलाई त होइन। भनौँ न धनी बाउको छोराछोरीले मलाई यस्तो एटिट्युड देखाएको छ कि तँ यस्तो तँ उस्तो भनेर भनेको छ होइन। मलाई लास्टै रिस उठेको छ। गरिबलाई के साह्रो हेपेको क्या यो मान्छेहरूले, धनी बाउ एक्लो छोराछोरीहरूले। हुन त मेरो बाउ धनी छैन, म जस्तो मेरो बाउ म पनि त्यस्तै नै हो होइन। के पो तर धनी बाउको छोराछोरीहरूसँग सङ्गत गरेको थिएँ एक दिन। सायद अब मसँग पैसा थिएन कि होइन, त्यही भएर पनि होला। अनि त्यहाँदेखि अब साथीहरूले उनीहरूले भन्छ अब म त जाँदिनँ भन्दाखेरि मसँग पैसा छैन भनेर भन्छु म चाहिँ होइन। त्यहाँदेखिको अब साथीभाइ पुगिहाल्यो नि हिँड्न म खर्च गर्छु भन्छ। अनि त्यहाँदेखि अब म जान्छु होला नि त गर्छ होला भन्ने हुन्छ। तर लास्टमा खर्च पनि गर्छ, गर्दैन गर्छ। तर लास्टमा ओभर बिल्ला हानिदिन्छ क्या मेरै
आफ्नै साथीले होइन मैले खुवाएको यसलाई ह्यानत्यान हो, मैले गरेँ यसलाई यस्तो त फुर्किरहेछ, मैले गर्दाखेरि यस्तो भएको भनेर भन्छ हो। मलाई त्यस्तो मन पर्दैन होइन। अब म पनि त होइन ठाउँअनुसारमा कति बेला पुगेँ भने त म पनि तिनीहरूलाई इन्भाइट त गर्छु नै होइन, मेरो साथीहरू हो भनेर। तर मेरो जतिको सोच विचार चाहिँ उनीहरूकोमा अलिक फरकै पर्दो रहेछ क्या। किनभने उनीहरू अलिकति हाई लेभलको भयो, म लो लेभलमा परेँ होइन। उनीहरूसँग एउटा ब्रान्ड छ, मसँग एउटा ब्रान्डको नाम पनि ब्रान्ड पनि बी पनि छैन होइन। त्यही भएर पनि ओभर खिच्चा लाग्छ क्या मलाई। अनि उनीहरूले खोइ के सोध्छ होला यार, हामी त मान्छे नै होइनौँ जस्तो होइन। अब साथीभाइ भएर पनि अलिकति बिल्ला गर्छ होइन। मलाई त्यस्तो ओभर रिस उठ्छ क्या ओभर होइन, मन पनि पर्दैन। अनि त्यही भएर उनीहरूको साथ पनि मैले लगभग होइन छोडिदिइसकेँ। अनि मलाई मन पनि परेन उनीहरूको साथ छोडिदिएँ, साथीलाई मैले छोडिदिएँ होइन। आफ्नो भनौँ न अब म अहिले एक्लै छु होइन। यहाँ मसँग बोल्ने हाँस्ने भनेको कोही छैन। बास मेरो यहीँ जङ्गल छ, चराचुरुङ्गीहरू छ, यताबाट आवाज दिन्छ, कुकु कुकु गर्छ, क्याँ 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 गर्छ, घरि गर्छ, घरि के गर्छ घरि है। मेरो चाहिँ उनीहरू नै साथीहरू हो क्या, उनीहरू नै मेरो साथी हो क्या। म चाहिँ एक्लै छु होइन यो जङ्गलमा। मलाई सोध्दैछ भन्दैछ कि तपाईँ आउनुभयो भनेर भन्दैछ। ल आएँ, म आएको छु, चिबे नकरा, बिन्दास जिउ तेरो जिन्दगी है। टक्कसँगले अब म घर निस्किन लागिसकेँ है। मैले यस्तो हेरेको केही देखेको छैन आजमा होइन। पहिला पहिला त बबाल च्याउ पनि पाउँथ्यो र यसपालो च्याउ छ कि छैन भनेर खोज्नु आएको है। कसैलाई नभनिकन म कहाँ हिँडेको भन्दाखेरि तलतिर हिँडेको चुपचाप लागेर आएको थिएँ। त्यहाँको गाउँको मान्छेहरूले पनि भन्दै थियो सन्दीपले टन्नै च्याउ लिएर आउँछ है, सन्दीप त महा ट्यालेन्ट छ अब च्याउ खोज्नुको लागि चाहिँ भनेर भन्थ्यो। हुन त हो, म ओभर त भन्दिनँ होइन। तर यहाँ मेरो गाउँको दाजुभाइहरूले चाहिँ उनीहरूको लगभग मभन्दा कमै ल्याउँछ च्याउ चाहिँ। तर अब बेला पनि भएको छैन होइन, च्याउ उम्रिने बेला भएको छैन अहिले खासै चाहिँ। अब आउँदैछ अब च्याउ उम्रिने बेलामा तपाईँहरूलाई म च्याउ देखाउँछु, देउले च्याउ कस्तो हुन्छ भनेर है। सायद अब लगभग सबैले पनि देखिहाल्नु भएको छ होला देउले च्याउ कस्तो हुन्छ भनेर, देख्नु पनि भएको छ होइन। ठिकै छ। अब म यहाँबाट कता लागौँ भन्ने यता जाने हो। टक्कसँगले यस्तो गएर यस्तो गरिदिने हो। अनि अब बाटो आइपुग्यो है। अब म यताबाट बाटो जान्छु सिधै होइन। म घर निस्किन्छु अनि घर गएर खानासाना खान्छु होइन। अनि टिकटक लाइभमा बस्छु एकछिन, साथीहरूलाई गिरी दिमाग चाटिदिन्छु होइन। अनि एकछिनबाट अनि फेरि घुम्न जानु मन लागिरहेछ आज चाहिँ होइन। अब लगभग पैसा पनि साथमा छैन खासै। अब जानु पर्ला कि कतैतिर। अब पैसा पनि हराइरहेछ, हराएको चाहिँ खोज्नु पर्नेछ, खोजेर भेटायो भने चाहिँ म इन्जोय गर्छु है। मेरो पैसा हराइरहेछ क्या, अब म खोज्नु जाँदैछु, खोइ कतातिर हराएको छ होइन। अब पैसा हराइरहेछ मेरो चाहिँ, अन्त म खोज्नु जाँदैछु टक्कसँगले। अब घर गएर खानासाना खाएर गरेर होइन जाने हो अब पैसा खोज्नको लागि। कहाँ पाउँछ पैसा भन्छ मान्छेहरू है। धनी बाबुको एक्लो छोरीहरू अब होइन। म चाहिँ एउटा केटीलाई लास्ट इयर मन पराउँथेँ है। त्यो केटीले चाहिँ मलाई चाहिँ गरिब देखेर हो कि के गरेर देखेर हो, मलाई मेरो त साथै छोडिदिएर मलाई लास्ट टेन्सन भयो होला। छोडिदियोस् ठिकै छ। अब उसको जिन्दगी भविष्य राम्रो बनोस्, खुसियाली बनोस् न त होइन, मलाई टेन्सन छैन। यो बहिनीहरू कहाँ हिँडेको यार अरे ठिक छ। अब म घर निस्किन आँटेँ घर निस्किन आँटेँ। अब लगभग 5-10 मिनट लाग्छ है मलाई घर पुग्नको लागि। सिधै चाहिँ छैन होइन। अब अलिकति बाङ्गो गर्दै जानुपर्छ। अनि त्यहाँदेखि त्यो केटीले मलाई छोडिसकेपछि अहिले हेर, अब त्यो केटीलाई मैले यस्तो धेरै माया गरेको थिएँ क्या होइन। अब जे भन्थ्यो उसलाई म त्यही गर्न सक्थेँ होइन। तर उसले गरेको बापतमा मलाई पनि अब यस्तै गराइदियो क्या, एक्लो बनाइदियो। अहिले म एक्लै छु, यो भिडियो बनाउँदै बस्थेँ म चाहिँ मासुले। मेरो चाहिँ टाइम पासै भिडियो बनाउने है, अनि आनन्दको कुरा गर्ने बस्ने है। भविष्यमा के परिवर्तन गर्नुपर्ने अनि म त सोच्दै बस्छु।
अब अहिले भनौँ न अब मेरो घर निस्किन आँट्यो है। अब यहाँ हामीहरूले अब यहाँ बाँस रोपेको छ होइन। लगभग 4-5 वर्ष भइसक्यो अब यत्रो है टन्नै बाँस फलाएको छ। यो हामीले यो बाँसहरू पुरै चेतनानगढ क्लबबाट पनि रोप्यो हो होइन। अनि उयसबाट पनि रोपेको छौँ, समितिबाट पनि रोपेको छौँ, हर कुराबाट पनि बरु रोपेको छौँ। अब यहाँ चाहिँ भनेको कति 12,000 हेक्टर भित्रमा हाम्रो यहाँ ठुलो पार्क पनि बनिन लागेको छ। यो प्रोजेक्टको लागि अब हामीहरूले सबै उयो गरिसकेको छ, कागजपत्रहरू मिलाइसकेको छ। अब कहिले चाहिँ भनेको अब हुने हो अब थाहा छैन। अब म चाहिँ कुनै ठुलो मान्छे पनि होइन फेरि होइन। अब यो चाहिँ अब बन्ने छ है भन्ने चाहिँ आशामा चाहिँ छु यसो होइन अलिअलि। त्यही भएर नि है। मेरो भान्जी यहाँ छ। भान्जी कहाँ हिँडेको, जङ्गलतिर हिँडेको हो कि के हो है। अब घर पुग्न लागिसक्यो होइन टक्कसँगले। गाउँको दुईजना केटाहरू लफङ्गाहरू, दुईजना बुचडीहरू मासले मेरो मस्त चिलमा घुमेर चाहिँ बुच कहाँ खान पाऊँ भनेर भनिरहेछ होला, सोचिरहेछ होला यिनीहरूको मनमा। घर आइपुगेँ म होइन। यी मेरो केरा फल्दैछ है। यहाँ बाउले आगो फुकेर सुँगुर चारो पकाउँदैछ। घर चाहिँ मेरो यही हो टक्कसँगले है। यहाँ केटाहरू को छ, एउटा निशाने भाइ रहेछ। ल गाइस म चाहिँ घरमा आइपुगेँ। टक्क घरमा आइपुगेँ। आमा कहाँ गयो के हो रहेछ यहाँ मेरो किचन हो। यसले